अहिले नेपाली मार्केटमा सडनली सबैजना संहिता लभर भएका छन्। संहिताप्रतिको यो सडन लभ संहिताप्रतिको माया भन्दा पनि बालेन, रासोपा र स्वर्णिम वागले संहिता विरोधी हुन देखाउने प्रपञ्च हो। रासोपा, स्वर्णिम वागले, रवि लामिछाने और बालेन पनि हैन संहिता विरोधी देखिन्। किनभने रासोपा एज अ पार्टीले पनि योभन्दा अघिल्लो चुनावमा प्रदेश सभातिरको उम्मेदवार नै पठाएनन्, त्यस्तै बालेनले पनि भोट गरेनन्। अनि अहिले चाहिँ के भएको छ भने अहिले एउटा पुरानो भिडियो स्वर्णिम वाग्लेले बोलेको भिडियोको एकदम मार्केटमा चलिरहेछ। सबैभन्दा हास्यास्पद कुरा के हो भने यो बालेनलाई र यो रासोपालाई संहिता विरोधी देखाउने काम गर्ने मान्छे फेरि धेरै जसो एमाले, माओवादी र कांग्रेसका कार्यकर्ता र समर्थकहरू छन्। यसले फाइदा बेफाइदा के हुन्छ भने हामीलाई थाहा नै भयो हैन, किनभने रासोपालाई संहिता विरोधी देखाउन पाइयो। अल्दो दे हैव अलरेडी क्ल्यारिफाइड द स्ट्यान्स, जनकपुरमा पनि त्यो भएकै छ कि हामी संहिता विरोधी छैनौँ, मधेसको प्रदेश सभा सबै प्रदेश सभालाई अझ बलियो बनाउनु पर्छ भनेर भनेकै नै छन् हैन। त्यही पनि यो चाहिँ अहिले भइरहेछ। तर हिस्ट्री डज नट स्टार्टेड लास्ट इलेक्सन हैन त। रासोपाले भोट गरेन और बालेनले भोट गरेन भन्दैमा हिस्ट्री चेन्ज हुँदैन। किनभने अहिलेको मेन माग के हो भने अहिलेको संहिता त मधेसले पनि चाहिएको छैन। जो मधेसले लडेर ल्याएको संहिता छ त्यसले पनि चाहिएको छैन, किनभने यस्तो संहिताको प्रारूप मधेसलाई चाहिएकै थिएन। संहिता कमजोर बनाउने अनि अहिले चाहिँ आएर आफ्नो एजेन्डामा म्याच गर्न गयो भने रासोपालाई, बालेनलाई संहिता विरोधी भन्ने। अहिलेको संहिता ल्याउनेको र माग गर्नेको हो माओवादीले भनेकै हो, गरेकै हो हैन। तर माओवादीले पनि यो मुद्दा छोडिसकेको थियो। अन्तरिम संविधानमा लडेर मधेसीहरू शहीद भएर ल्याएको संहिता यो हो। सो यस्तो यो 7-8 वर्षमा चाहेको भए यो तीनटा पार्टी मुख्य दलले पनि संहिताले मजबुत बनाउन सक्थ्यो, तर गरेन। अहिले चाहिँ सडनली आफ्नो एजेन्डा म्याच भएपछि उनीहरूलाई सडनली संहिताको माया लागेको हो। यो तीनटा पार्टीले त संहिता मजबुत बनाएन नि त। सरकार केन्द्रमा फेरिने तर सबै प्रदेशमा फेरि सरकार बन्ने। यो संहिता त हामीले पनि चाहिएको थिएन, मधेसी मलाई पनि चाहिएको थिएन नि त। तर अहिले चाहिँ संहिता माया गर्छु, संहिताको विरोधी भयो भन्न चाहिँ एकदम बेतुक कुरा हो। तपाईलाई के लाग्छ, साँच्चीकै यो माओवादी, कांग्रेस र नेकपा एमाले साँच्चीकै संहितालाई माया गर्न थालेको हो, अँगाल्न थालेको हो त? कमेन्टमा लेख्नु होला।